ल टक्क गोजीमा हात हाल्नु त हजुर गोजीमा हात हाल्नु हजुर यहाँ माथि हो त अनि सर्ट आना के पोइन्ट गोजीमा हात हाल्नु यस्तरी यस्तो टक्क लाएर यस्तो हाल्नु त हो पोइन्ट गोजीमा हात हाल्नु के ल हेर्नु अब यो मुन्टो कस्तो हो त फेरि सिधा तल गर्नु न अलि यस्तो मजाले यस्तो टक्क लाएर यस्तो गर्नु त मजाले सिधा हो यस्तो गर्नु हो ल भयो भयो हजुर ल अब उहाँको कपालमा हात कपाल सुमार्नु त कपाल समात्ने हजुर यस्तरी यस्तरी हो जस्तो मलाई साल यस्तो यस्तो कपाल समाउनु भन्दा क्यामेराम्यान हत्तेरिका बिस्तारै कपाल समात्नु भनेको क्या तपाईँलाई यस्तै मात्रै हजुर ल यता हेर्नु कपाल दुखे यस्तैसँग पनि क्या फोटा खिच्दा फोटै खिच्नु दे ल भयो ल थोरै मुस्कुराउनु त ल हजुर थोरै मुस्कुराउनु के गरे आउँथ्यो अलि मजाले मुस्कुराउनु न अलि दम दिएर हाँस्नु के राम्रो अलि राम्रोसँग मुस्कुराउनु क्या ल भयो ल अब राम्ररी हाँस ल पक्नु न राम्रो कहाँ भयो भन्नु तपाईँ पनि नहुँदै त्यसरी होइन क्या अलि मजाले यस्तो मुस्कुराउनु न यो त देख्यो के ल भयो ल उहाँको अब कस्तो उहाँको हात सुमार्नु त हजुर उहाँको हात सुमार्नु बिस्तारै उहाँको हात सुमार्नु तेरिका बिस्तारै सुमार्नु भने हो क्या हात भाँच्ने हो त सुमाउने यस्तो मजाले यसरी सुमाउनु न यसरी हो यसरी सुमाउने हो के हो त्यसरी बिस्तारै सुमार्नु हात तारेको भाँच्ने यताले भाँच्दिने हो हात ल यता हेर्नु ल यो हात कता गराएको सिधा गर्नु सिधा यस्तोसँग पनि फोटा खिचेर तेरिका यता हेर्नु न राम्रोसँग सिधा हेर्नु ल अलि मुस्कुराउनु ल भयो भयो अब भयो अब भयो भयो त जन्म हुनु नै नभएको अब यता जानु किन गर्नु अब कति रुपियाँ भयो फोटा अब हाम्रा